यसरी टाउकोमा हात राखेर रोए भूपेन्द्रको दाइ र भाउजू श्रेया। हो दशैं यता भूपेन्द्र पूर्ण रूपले ठिक भइसकेपछि आफूले विदेशमा दुःख गरेर कमाएर पठाएको पैसाको एक एक हिसाब गरी भूपेन्द्रसँग कागजमा साइन गराएर मागी आफ्नो नाममा गर्छु भनेर बसेको भूपेन्द्रको दाइ र भाउजू अहिले भने टाउकोमा हात राखेर रुनु परेका छन्। बिचारी बुन्टीलाई दिनुसम्म दिएको दुःख र परिवारले गरेको अत्याचार र आफ्नै श्रीमानको पटक पटक विश्वासघात र धोका खाइरहेको र बिचारी बुन्टीलाई घरबाट निकालेको कुरा थाहा पाएपछि यता बिचारी बुन्टीको रूपमा भने सुकुमाया आएर भूपेन्द्रको भाउजू र गर्लफ्रेन्ड जेडीलाई रामझुलाई गर्दै र आफ्नो श्रीमानसँग आफूले कानुनी हिसाबले पाउनुपर्ने डिभोर्स पछिको सम्पत्ति मागेका छन्। तर यता भूपेन्द्रको दाइले होइन, भूपेन्द्र पूर्ण रूपले सुध्रिसकेको छ, उसले गरेको सारा गल्तीको प्रायश्चित गरिसकेको छ, अब तिमी दुवैजना जसरी भए पनि मिल्नै पर्छ भनेर भनेपछि यता भुन्टीको रूपमा भएको सुकुमायाले भने अब हामी मिल्दैनौँ, जति मिल्नु थियो मिले, जति रुनु थियो र धोका खानु थियो खाइसके, अब यो मान्छेसँग म बस्दा पनि बस्दिन र अब मलाई यो मान्छेसँग डिभोर्स पनि चाहियो र यो घरको आधी सम्पत्ति मेरो नाममा गर्नु पर्यो भनेर भन्दा यता भूपेन्द्र भने एकदमै रिसाएर म तँलाई आफूले कमाएको पैसाबाट 1 रुपैयाँ पनि दिने छैन भनेर भनेपछि भुन्टीको रूपमा आएको सुकुमायाले भने मुन्टा लडेर पनि म तिमीहरूसँग मलाई पाउनु पर्ने आधी सम्पत्ति आफ्नो नाममा गरेर छाड्छु भनेर त्यहाँबाट हिँडेका छन्। र यता अन्तिममा भने जब भूपेन्द्रको दाइले भूपेन्द्रको नाममा भएको सबै सम्पत्ति आफ्नो नाममा गराउँछु भनेर आफ्नो वकिललाई फोन गरेपछि यता वकिलले भने भूपेन्द्रको सबै पैसा र सम्पत्तिमा मुद्दा परेको छ र सबै रोका पनि भएको छ भन्ने कुरा सुनेपछि यता भूपेन्द्रको दाइ र भाउजू भने टाउकोमा हात राखेर रुनु बाहेक अरू केही विकल्प छैन भनेर रोएका छन्। अब जसरी पनि भूपेन्द्रको नाममा भएको आधा सम्पत्ति बुन्टीलाई दिनै पर्छ भन्ने कुरा अब भूपेन्द्रको दाइले भने बुझिसकेका छन्। के भुन्टीको रूपमा आएको सुकुमायाले भूपेन्द्र र उसको परिवारमाथि चलेको यो कदम ठिक होला त? तपाईहरुलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यो तपाईहरु पनि भुन्टी सिरियल मनदेखि मन पराउनुहुन्छ र भुन्टीको रूपमा आएको सुकुमायाले गरेको यो सबै काम ठिक हो भन्ने जस्तो लाग्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला।